हेलो, नमस्ते। हामी चाहिँ सिद्धार्थ केबल कार गएका थियौँ बुटोलदेखि नुवाकोटसम्म अनि जसको चाहिँ बुटोलदेखि पाल्पासम्म पुगिन्छ र दूरी लगभग 2 किलोमिटर रहेको छ। आमा, छोरी र हजुरआमा गएर ठुलो मम्मीलाई कुरिरहेका थियौँ। साम्बिकाले बसिथिइन्, मम्मी म चौपारीमा कुरिरहेका थियौँ। अनि फेरि साम्बिकाले गर्मी भयो भनेर मैले साम्बिकालाई हम्किदिइरहेको थिएँ। अनि साम्बिकालाई गर्मी भयो भनेर त्यही चौपारी भन्नाले प्रतीक्षालयमा कुरिरहेका थियौँ। अनि यो केबल कारको चाहिँ क्यापासिटी चाहिँ लगभग 500 जना पर आवर रहेको छ। यसमा चाहिँ मोनो केबल सिस्टम राखिएको छ। र यसको विशेषता भन्नुपर्दा चाहिँ यहाँ नुवाकोट दरबारको भग्नावशेष देख्न सकिन्छ। मणि मुकुन्द सेनको दरबार, रानी कुवा पनि रहेको छ। हामीलाई ठुलो मम्मीले कति धेरै खाजाहरू लिएर आउनुभएको थियो झोलाभरि। अनि हामी केबल कार चढ्न भनेर तयार रह्यौँ। ठुलो मम्मी आएपछि हामी धेरै ह्याप्पी थियौँ। ठुलो मम्मीको फोटो एउटा दुइटा मैले खिचिदिएको थिएँ। यो केबल कारको माथि स्टेसनमा पुग्थ्यो रह्यो भने तल स्टेसनमा चाहिँ ढुङ्गे धारा, फच्चावारा, गोलो घुम्ने नक्सा भनेको ग्लोब छ, रेस्टुरेन्ट अनि पार्किङहरू रहेको छ। र तल पछि चाहिँ बौद्ध गुम्बा बनाउने योजना पनि छ। यसै गरी माथि चाहिँ हाम्रो ठुलो बुद्धको स्ट्याचु पनि रहेको छ। अनि त्यो बुद्धको मूर्ति चाहिँ लगभग 50 फिट अग्लो छ। टिकटिङको कुरा गर्नुपर्दा चाहिँ हामीले सबै गरेर 1600 प्लस पे गरेका थियौँ। टाइम सर्भिङ चाहिँ 10 देखि 5 सम्म जस्तो लाग्यो। हामी 10:30 बजीतिर पुगेका थियौँ। ओपन थियो अनि 1 देखि 2 बजीसम्म चाहिँ इन्टरभल हुने रहेछ। भनेको मतलब त्यो अफ हुने बन्द हुने रहेछ उहाँहरूलाई खाजा खाने टाइम। अनि कसरी भन्दा चाहिँ हामी फुलबारीथिम गएर त्यहाँको प्रतीक्षालयमा मजाले ई-रिक्सा पाइने रहेछ। ई-रिक्सा चढेर जान मिल्ने रहेछ। मेन टार्गेट भनेको चाहिँ त्यहाँ रहेको काल भैरवको मन्दिर दर्शन गर्ने भन्ने थियो के। अनि त्यो केबल कारले चाहिँ लगभग 48 जना 50 जना जतिलाई चाहिँ रोजगार सिर्जना गरेको रहेछ। लोकल बासिन्दाहरूले प्रायोरिटी राखेर बनाएको रहेछ। अनि हामी त्यहाँको काल भैरवको मन्दिरको कुरा गर्नुपर्दा चाहिँ पेगोडा शैलीमा रहेको छ र त्यहाँ मङ्गलबार र शनिबार चाहिँ विशेष पूजा गरिने रहेछ। र त्यो मन्दिर चाहिँ 13 रोपनी जग्गामा फैलिएको रहेछ के। त्यो मन्दिर चाहिँ समुद्र सतहदेखि लगभग 1900 मिटर उचाइमा छ भने यसका केही किम्वदन्तीहरू चाहिँ मलाई भन्न मन लाग्यो, सेयर गर्न मन लाग्यो। फर्स्टमा चाहिँ के छ भन्दाखेरि यो मन्दिरमा रहेको मूर्ति चाहिँ आफै स्वतः प्रकट भएको मूर्ति भन्ने कुरा छ। के हुन्छ भन्दाखेरि काल भैरवको मूर्ति कुनै मानिसले बनाएको होइन, स्वयं माटोबाट निस्केको हो। स्थानीय गोठालाहरूले घाँस काट्न खोज्दा भुइँबाट रगत बग्न थाल्यो। त्यसपछि त्यहाँ ठुलो शिला देखियो जुन पछि काल भैरवको रूप मानियो। त्यसै शिलालाई पूजा गर्न थालिएको र कालान्तरमा त्यही ठाउँमा मन्दिर बनाएको हो भन्ने एउटा किम्वदन्ती रहेको छ। त्यसै गरी अर्को छ भूत प्रेत हटाउने शक्तिको विश्वास। काल भैरव मन्दिरमा पूजा गरेपछि भूत प्रेत टोना टुन्टा बोक्सी अक्सर हट्ने विश्वास छ। धेरै मानिसहरू समस्याबाट मुक्त हुनका लागि यहाँ बाँधिएको कपडा, सिन्दुर, रातो धागो लिएर जान्छन् र नुहाएर बलि दिन्छ। यो स्थानलाई उग्र भैरवको शक्तिपीठ भनिन्छ। अनि अर्को किम्वदन्ती मन्त्रले ढोका चल्ने भनेको पुरानो समयमा पुजारीहरूले रातको समयमा गुप्त मन्त्र प्रयोग गरी मूर्तिलाई चाल दिन्थे। हरेक अष्टमीको मध्यरातमा विशेष मन्त्र पढेर मन्दिरको मूल ढोका खोल्दा मूर्ति आफ्नो स्थानबाट अलिकति हल्लिएको देखिने विश्वास छ। यसलाई काल भैरव जाग्नु भनिन्छ। यस्तै गरिकन अर्को छ राजाको युद्ध र भैरवको वरदान। एक युद्धमा नुवाकोट राज्यका राजा पराजित हुने अवस्थामा थिए। राजाले काल भैरवलाई रातभर पूजा गरेर युद्ध जित्ने वर मागे। भोलिपल्ट तुफान आयो। शत्रुहरू तर्से र राजा विजयी भए। त्यसपश्चात हरेक दशैँमा काल भैरवलाई विशेष बलिदान दिन थालियो। अर्को छ झस्काउने आवाजको जनश्रुति। स्थानीय बासिन्दाहरू भन्छन् कहिलेकाहीँ मन्दिर परिसरबाट राति अचानक झस्काउने घण्टाको आवाज आउँदछ। त्यो बेला काल भैरवको शक्तिको सङ्केत मानिन्छ र मानिसहरू घर बाहिर ननिस्किने गर्दछन्।
अनि यस स्थानमा चाहिँ गर्मीलाई छिचोल्न एकदमै गर्मी हुन्छ नि त बुटोलतिर भैरवातिर अनि कति धेरैजनाको भिड थियो कि फोटो भिडियोमा त्यति नदेखे तापनि हामी जाने मौसममा चाहिँ एकदमै एक्सट्रिमली गर्मी थियो अनि मान्छेहरूको आगमन चाहिँ बढ्दो थियो त्यतातिर अलिक चिसो थोरै भए पनि टेम्परेचरमा डिफ्रेन्स चाहिँ फरक थियो टेम्परेचरमा अनि हरियाली आनन्दको मौसम थियो अनि छोरी म मम्मी ठुलो मम्मी रमाइलो गऱ्यौँ। छोरी तिमीलाई के भन्नु छ? हेलो गाइज, हामीहरू चाहिँ केबुल कारमा गएका अनि त्यसपछि मेरो मामु मम्मी ठुल मम्मी भएर के गरेर त्यहाँ पारि एउटा मन्दिर थियो अनि त्यसपछि बस्ने ठाउँ पनि थियो। अनि के छ त साथीहरूको हालखबर? यहाँ भी नहीं, वहाँ पे उतारना, बाबालाई यसो प्रसादी लगाइदिनु छ। यसो छ नहीं भेजे, चिपका के तारो तो नहीं भेजे। चप्पल डाल के जाना अंदर। पहले
just become the right person that actually matters. And every day I drive my car to my little job, and I find some peace in the stations that I throw on. But I wish there was a song with your name. मन्दिर पनि आयो म आएन नि त Practice. No, that's
peachy. Everything's peachy. Split personality. Sometimes sour, sometimes sweet. And then I shine a light story called Everything's Peachy. Can we just skip straight to the plot twist, please? Mommy could have told mommy good dance again. Good dance. Wow, wow. Wow. Enjoy. Sometimes sour, sometimes sweet. Split personality. झन् काफेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदैन यसरी हामीले धेरै रमाइलो गऱ्यौँ, धेरै ठाउँ घुम्यौँ, खायौँ, नाच्यौँ, भगवान्को दर्शन गऱ्यौँ, के कुरा सिक्यौँ, सुन्यौँ। 3 पुस्ताले लेडिज 3 पुस्ताले मस्त रमाइलो गऱ्यो नेचरमा। अनि त्यसपछि अलिअलि उताको साइडमा चाहिँ बुद्धको पार्क पनि थियो। अनि छोरी छैन, अनि मैले चाहिँ अनि मैले फेरि अनि हामी फर्क्यौँ। नकटमा त चिसो थियो, बुटालमा त कस्तो गर्मी हो क्या। अनि हामी धेरै रमाइलो गरेर फर्किन तल झऱ्यौँ। नुवाकोटसम्म माथिसम्म त्यो हाइटसम्म चाहिँ चिसो थियो वेदर। तर हामी जति तल झर्दै थियौँ अथवा स्पेसली हामी तल झरिसकेपछि केबल कारबाट निस्किसकेपछि वेदर एकदमै गर्मी थियो। अनि त्यहाँबाट भ्यू पोइन्टबाट अथवा केबल कारबाट चाहिँ यति राम्रो दृश्य देखिने, पुरै एरियाको बुटोलदेखि लिएर भैरवादेखि लिएर सबै एरियाको एभ्रिथिङ पोइन्ट अफ भ्यूजहरू एकदमै दामी थियो। अनि निस्क्यौँ अनि अलिअलि फोटोहरू खिच्यौँ। Thank you so much, Biden. अब बाई बाई। नमस्ते भैया। तल झरिसकेपछि लोटसहरूको 6-7वटा फुलहरू थियो। त्यहाँ पनि तल एउटा सानो मन्दिर पनि थियो। त्यसरी झर्दै हामी फोटोहरू अलिअलि खिच्दै थियौँ। अनि छोरी मम्मी त्यहाँ पानीको ठुलो पानीको फाउन्डेसन जस्तो पनि थियो, प्लस ठुलो ग्लोब पनि बनाएको थियो। ठुलो ग्लोब पनि थियो। अनि त्यहाँ फ्लावर्सहरू टन्नै थियो। अनि तल आइसकेपछि हामीलाई एक्सट्रिम गर्मी भइसकेको थियो। अनि हामी थाकिसकेका थियौँ। सो द इन्भाइरोमेन्ट इज घुम्न लायकको छ। अनि यो फोटो चाहिँ लास्ट फोटो चाहिँ मलाई राम्रो लाग्यो। त्यो फोटो राम्रो लाग्यो। यो चाहिँ वासरुमको फोटो बाइ द वे।
and then overall I suggest you to visit the place once. सिनेरीहरू अनि ब्युटीहरू, गर्मीलाई छिचोल्न जान मिल्ने ठाउँ, धार्मिक स्थल, एभ्री पोइन्ट अफ भ्यूबाट बेस्ट छ है।